हिजो आन्दोलन भयो, त्यत्रा सिसाहरू छन्, यत्रो फोहोर छ। आज बिहानको 7 साढे 7 बजे क्लियर भइसकेको छ। जनताको मन त कसरी जित्ने बालेनले सिकाइरहनु भएको छ, त्यो त हेर्न पर्यो नि। हामी चाहिँ बिहान 6 बजेदेखि चाहिँ बालकुमारी पेप्सी कोला 3 कुनेमा चाहिँ हामी अहिले सरसफाई गरिरहेका छौँ। 7 बजेसम्म जुन कर्फ्यू थियो त्यो कर्फ्यू हट्ने बित्तिकै उहाँको जुन टिम आएर सरसफा हुँदैछ। म एकदम भारी एप्रिसिएटेड बालेन सापप्रति। 3 करोड नेपालीको आशा भरोसा र विश्वासको केन्द्र नै अहिले बालेन हो। उहाँ जस्तो सक्षम मान्छेलाई पनि सरकारले टाइममा घुचिरहेको छ, पोलिरहेको छ, पेलिरहेको छ। यो देखेकै कुरा छ, सारा जनताले बुझ्नु भएको छ। दर्शकवृन्द, यति बेला हामी 3 कुनेमा छौँ। हिजो रणमैदान भनेको यो 3 कुने आज बिहानैबाट काठमाडौँ महानगरपालिकाको सरसफाईको टोलीले सरसफाई गरिरहेको दृश्य तपाईलाई हामी देखाइरहेका छौँ। हिजो घर जल्यो, घरसँगै जल्यो कागजहरू, सपनाहरू, धेरै कुराहरू जले। ती जलेका सामानहरू, ती फोहोरका सामानहरू अथवा अन्य ढुङ्गा, मुडा, अश्रु ग्यासका टुक्राहरू यति बेला काठमाडौँ महानगरपालिकाले बिहान सबेरैबाट उठाइरहेको छ। मेयरको चाहिँ निर्देशनमा जुन काम भयो एससीका विद्यार्थीहरूलाई घर घरमा पुर्याउने, त्यो उल्लेखनीय काम छ। देश त यसै गरी एउटा भए पनि दियो त बलेको छ नि, कमसेकम मन राख्ने ठाउँ त छ नि। हाम्रो विकास चाहियो, हामीलाई राजा चाहियो होइन, कुनै प्रचण्ड चाहियो होइन, केपी ओली चाहियो होइन, हामीलाई चाहियो विकास हो। र विकासको नायक चाहिँ बालेन जस्ता मान्छेहरूले गरून्। यो सफा गर्नु महानगरपालिकाको दायित्व हो, कर्तव्य पनि हो। विद्यार्थीहरू जो आन्दोलनमा अलपत्र पर्नु भएको थियो, एक्जामबाट दिन चाहिँ उहाँलाई असम्भव थियो, महानगरपालिका नगर प्रहरी बलले रेस्क्यु गरेर उहाँलाई ठाउँ ठाउँमा पुर्यायो। त्यो पनि एउटा राम्रो। जनधनको क्षति गरेर व्यक्तिगत सम्पत्तिमा मान्छे मारेर त अबको समयमा कोही पनि सफल हुन सक्दैन। अब देख्नुभयो भाटभटिमा लुटेको रक्सीका बोतल, एउटा सामान्य दिदीहरू एउटा पाउरोटीसम्म ब्रेड बोकेर हिँडेको देखियो। अब तपाईँको स्याउका टुक्रा बोकेर हिँड्न देखियो। यो त देश त अब कुन स्थितिमा पुगेको छ? सरकार उहाँ आफै अब बसेर मजमा बसेर उखान टुक्का लाएर अब ताली बचाउनु हुन्छ कि? आन्दोलनका कारणले र अन्य कारणले पनि फोहोर देख्नु भएको छ भने महानगरपालिकाको हटलाइन छ 1180, त्यहाँ कल गर्नुहोस्, हामी तत्काल आउँछौँ, तपाईँहरूको फोहोरको समस्या समाधान गर्छौँ। महानगरीको कार्य हेरेर म बालेन सरप्रति धेरै खुसी छु। काठमाडौँ महानगरसँग जोडेर हेर्दा बालेन शाहको काम अत्यन्त प्रशंसनीय छ र उहाँ नै हो आशाको त्यान्द्रो भनेको पनि यो हाम्रो नेपाली जनताको। किनभने उहाँले नै अब एउटा जस्तो जनता जागेर नै उहाँलाई मेयर बनाए होइन, र मेयर बनाइसकेपछि उहाँले काम पनि एउटा भनौँ न एउटा शान्तिपूर्ण तरिकाले, तर्कसङ्गत होइन, युक्तिसङ्गत होइन, महानगरवासीको हित र भलोको लागि होइन गरिरहनु भएको छ। यसमा चाहिँ उहाँको कामलाई हामी सलाम भन्न चाहन्छौँ। आजसम्म कुनैमा यो देशमा कति चाहिँ सरकार आए, कति नगरका प्रमुख आए, आजसम्म कसैले पनि त्यस्तो गरेको सुनेको थिएन। कुनै कार्यक्रममा कार्यक्रम र कुनै आन्दोलन भएको बेलामा चल्दै गरेको एक्जाम, चल्दै गरेको त्यो कालखण्डमा भएको अप्ठ्यारोको परिस्थितिमा चाहिँ सहयोगी बनेर होइन, यो चाहिँ गर्व लाग्छ क्या हामीलाई। यसलाई आदर गर्नुपर्छ। छिन्न भिन्न भए पनि एउटा कुराले चाहिँ मन शान्त हुन्छ सर। हजुर हजुर, किनभने यो कामले गर्दा मन एउटा शान्त होइन, प्रसन्न त हुन्छ नि। कमसेकम कतैबाट भयो नि कसैले सुरुवात त गरेको छ नि। मेयरलाई धेरै धेरै धन्यवाद, उहाँ यहाँका वडा अध्यक्षज्यूलाई धन्यवाद, सरसफाई गर्ने टिमलाई धन्यवाद दिन्छु म सबैलाई, सुरक्षाकर्मीलाई धन्यवाद दिन्छु। कोही कति घाइते हुनुभयो होला, कति चाहिँ अब आफ्नो ठाउँमा निर्वाह गर्दाखेरि पनि इमान्दारिता उहाँहरूले दुःख पाउनुभयो होला, त्यसको लागि पनि म अब सबैलाई आभार व्यक्त गर्छु। पक्कै पनि। र हिजो बेलुका उहाँले एउटा शब्द फेसबुक मार्फत सामाजिक सञ्जालमा अलि प्रिय हुनुहुन्छ। उहाँले एउटा स्टेटस लेख्नु भएको थियो, यहाँबाट के सिक्नुहुन्छ हाम्रो भाइ बहिनीहरूले बाहरू भनेर लेख्नुभयो। अब बाको प्रविधि अलिकता बढी उखान टुक्कामा बढी गएको छ। अब उहाँहरूका केही कार्यकर्ता उसिङ्खाल खालका पनि अलिकति हुनुहुन्छ। उहाँहरूको चाहिँ अब के भन्ने, खै सरकार हो, अब सरकारले जो पनि गर्नुहुन्छ अब पेल्दै हिँड्नुहुन्छ, आन्दोलनकारले त्योलाई छोड्दै हुन्न। कति बजेदेखि हुनुहुन्छ यहाँ? बिहान 6 बजेदेखि। सुत्नु पर्दैन तपाईँहरूलाई? अब महानगरपालिकाले अहिले यो जुन आन्दोलनकारीले फोहोर गर्नु भएको छ नि, यो सफा गर्नु महानगरपालिकाको दायित्व हो, कर्तव्य पनि हो। र सबै मिलेर यो सङ्घीय राजधानी जुन काठमाडौँ महानगरपालिका छ, यसलाई सफा र सुन्दर हरियाली बनाऊ, सबै मिलेर गरौँ। र यो एकले अर्कालाई सिद्ध्याएर निषेध गरेर यो चाहिँ राजनीति नगरौँ, सबैले मिलेर यो सहरलाई चाहिँ सफा र सुन्दर शान्त बनाऊ, त्यही भन्न चाहन्छु।